सबैलाई गुड मर्निङ नमस्कार। ल है साथीहरू, सबैले मलाई सब्सक्राइब लाइक कमेन्ट गर्नुहोला, सपोर्ट गर्नुहोला भन्न चाहेँ। म चाहिँ अहिले रानीबारीमा छु, काठमाडौँको रानीबारीमा मर्निङ गनमा मर्निङ वाकमा आएको। मैले चाहिँ लगभग भनौँ न अब 10-12 किलोमिटर जति दौडिसकेँ। एकदम थकित छु, थाकेको छु, स्याँ स्याँ भइरहेको छ मलाई। अब वार्मअप गर्न बाँकी छ, म चाहिँ वार्मअप गर्न हिँडिरहेको छु। तलको ठुलो राउन्डमा मैले 10-11 राउन्ड हानेर अब चाहिँ म माथि रानीदेवी मन्दिर भएको ठाउँमा आएको छु। ठुलो पिपलको रुख भएको ठाउँमा हिँडिरहेको छु। यहाँ मान्छेहरू, मर्निङ वाक गर्ने मान्छेहरू धेरै हुनुहुन्छ। हरियाली छ, स्वच्छ वातावरण छ। मर्निङ वाक गर्नको लागि काठमाडौँमा उपयुक्त ठाउँ भनेको मैले देखेको भनेको यो रानीबारी हो। रानीबारी ल हेर्न सक्नुहुन्छ तपाईँहरूले, र तपाईँहरू पनि आउन सक्नुहुन्छ। आउनुभयो भने, भेट भयो भने बोल्नुहोला। कोही मलाई चिन्नुहुन्छ भने ल हेर्नुहोस्, सबैजना आफ्नो तरिकाले वार्मअप गरिराख्नु भएको छ। एउटा आन्टीले चुङ्गी खेलिराख्नु भएको छ। म चाहिँ हिँडिरहेको छु अहिले वार्मअप गर्नको लागि। यहाँ चाहिँ ठुलो पिपलको रुख छ, त्यो रुखको मुनि म चाहिँ वार्मअप गर्छु होला। तर मान्छेहरू धेरै हुनुहुन्छ भने मलाई भिडियो बनाउन लाज लाग्छ कि साथीहरू, अलिअलि अझै त्यहाँबाट भाग्छु है त साथीहरू। ल टन्नै हुनुहुन्छ मान्छेहरू, हरियाली छ, चराचुरुङ्गीको आवाज छ। दौडिन मर्निङ वाक गर्न राम्रो ठाउँ छ है त। हेर्नु, हरियाली छ, स्वच्छ वातावरण, राम्रो हावा छ। ल मेरो चाहिँ अब वार्मअप सुरु भयो। म चाहिँ जम्पिङ सुरु गरेँ मैले चाहिँ। वाउ वाउ, यसरी चाहिँ म गरिरहेको छु अहिले, हेर्न सक्नुहुन्छ है त। यहाँ हुनुहुन्छ मान्छेहरू टन्नै हुनुहुन्छ, तर मैले लाज मानेर पनि मैले भिडियो बनाएको आज। मलाई भिडियो बनाउन अति लाज लाग्छ। ल ल ल म चाहिँ नाच्थेँ एकछिन है त। तपाईँहरू पनि नाच्न आउनुहोला भोलिदेखि। म चाहिँ जम गरिरहेको छु अहिले, पसिनै पसिना भएको छु। यतिखेर चाहिँ पुरै लुगा भिजेको छ। अब फेरि मैले ट्र्याक खोलेँ, टी सर्टमा वार्मअप गर्न लाएँ म चाहिँ। यो चाहिँ यतापट्टिको हरियो देखेको के हो भन्नु होला। यो चाहिँ मैले मोबाइल राखेको हो, त्यो चाहिँ बस्ने ठाउँ छ क्या। हरियो कुर्सीहरू बनाएको छ। वाउ 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 वाउ, स्याँ फ्याँ भएको छ है साथीहरू। मलाई एकदम धेरै स्याँ स्याँ भइरह, एकदम धेरै कुदेको छु म चाहिँ अहिले। वार्मअप गर्दाखेरि म लगभग रोकेको छैन, रोकेको चाहिँ ठिकै छैन, गरिरहेको छु। एकैचोटि अब घुमाइसकेपछि मात्रै हो म चाहिँ आराम गर्ने है। रुम गइसकेपछि अहिले चाहिँ म वार्मअपमै छु। बिहान ट्याक्क 5:02 म रानीबारी पुगेको। अहिले लगभग 6:30 भयो। 6:30सम्म चाहिँ गरेँ। अब आधी घन्टा मेरो यस्तो वर्कआउट हुन्छ। मेरो अब सकियो। म चाहिँ अब हिँडेँ, म लागेँ, यहाँबाट जान्छु है। मैले माथिको ट्र्याक चाहिँ खोलेको छु, जम्पसुट चाहिँ खोलेको छु, काँधमा राखेँ। अब म यहाँबाट हिँडिरहेको छु। रानीदेवी मन्दिर जान्छु, पिपलको रुखलाई परिक्रमा गर्छु, दर्शन गर्छु है। यहाँ मेरो पछि सरहरू आइराख्नु भएको छ, म्यामहरू सरहरू हिँडिराख्नु भएको छ। म चाहिँ पसिनाले गर्दाखेरि आँखै नदेख्ने पनि भएको थिएँ साथीहरू। ल सबैजना भोलिदेखि आउनुहोला है त। म चाहिँ अब यो पिपलको रुखलाई परिक्रमा गर्छु। पिपलको रुख मेरो पुग्न थालेको छु। पिपलको रुखलाई पुगेँ। एकजना सरले चाहिँ परिक्रमा गरेर जानुभयो। म अनि 3चोटि चाहिँ पिपलको रुखलाई चाहिँ परिक्रमा गर्छु, दर्शन गरेँ, ढोगेँ मैले पिपललाई। एकजना बाजे आउनु भएको छ मेरो पछाडि। मैले चाहिँ मलाई डिस्टर्ब गरेछु। म अब एकछिन यहाँ घन्टी बजाएँ, म फेरि त्यो सट्काएर म अगाडि लागेँ। अब चाहिँ म
निस्केको रानीबारीबाट। अब यहाँ चाहिँ तल धेरै मान्छेहरू हुनुहुन्छ, मलाई लाल लाग्छ, त्यसरी चाहिँ म बाहिर रोडमा आएर एकैचोटि भिडियो गराएको छु। चाहिँ हाम्रो अरूमा आउने बाटो हो यो साथीहरू। यो चाहिँ रानीबारी। म चाहिँ रोडमा लुकुर 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 हिँडिरहेको छु। मान्छेहरू हेरिराख्नु भएको छ मलाई। धेरै पनि मैले चाहिँ आज लाज मानेर पनि भिडियो बनाइरहेको छु। टक्क मेरो मोबाइलै उल्टो फर्काएँ मैले, यस्तो बनाएको छु। देख्न सक्नुहुन्छ रमाइलो छ, चपक्क हरियालीले झापेको छ। र सबैजना आउनु होला, भोलिदेखि सँगै मर्निङ वाक गर्नुपर्छ, भेटघाट गर्नुपर्छ। हामी धेरै भने जुम्बा हान्नुपर्छ है त साथीहरू। मलाई माया गर्नुहोला, सबैजनाले भिडियोलाई लाइक कमेन्ट सेयर पनि गर्नुहोला भन्न चाहन्छु। म चाहिँ पानी पर्न थालेको थियो, तर पानी चाहिँ परेन। म चाहिँ निस्किएँ त्यहाँबाट, रमाइलो भयो, रमाइलो गऱ्यो है। खुट्टा पनि दुखिरहेको थियो, थकाइ पनि लागिरहेको थियो, अनि पानी प्यास लागेर पुरै मुखहरू पनि सुकिरहेको थियो साथीहरू है त। र मैले गरेँ, मैले मेरो ज्यानलाई मागे जति फिजिकल गरेँ। म डेली गर्छु। सबैजना आउनुभयो भने, देख्नुभयो भने, चिन्नुभयो भने बोल्नु होला है त साथीहरू। सबै माया गर्नु होला मलाई।